Hello everyone guys, good afternoon, welcome back to my new vlog. आज तपाईहरुलाई फाइनली आज चाहिँ हामी धान मिर्ने प्रोग्राम गरिरहेका छौं गाइस है। सबैजनाले मिर्सक्नु होला। हाम्रो चाहिँ यो पानीले गर्दा चाडपर्व सबैले गर्दा अलि ढिला भयो। आज चाहिँ म तपाईहरुलाई थ्रेसरबाट कसरी धान मिर्ने देखाउन गइरहेको छु। भाइ हेर्नुस्, हामी चाहिँ म चाहिँ यहाँ धानको थ्रेसरमा धान हालिरहेको छु। भाइले पुर्याइरहेको छ। हाम्रो क्यामेराम्यान चाहिँ मिस्टर रजन डिसी हुनुहुन्छ फ्रम दाङ है। यत्रो धानको कुन्यु छ। अनि पहिला त अब गाउँघरमा गोरु लाउने छुट्ने भन्ने हुन्थ्यो है। अहिले चाहिँ गाई जब थ्रेसरबाट धान हाल्ने टक्क एकैछिनमा रोप्न पनि अब त मेसिन प्रविधिहरू आइसक्यो, धेरै सिस्टमहरू। अहिले चाहिँ थ्रेसरमा एकैछिन हाल्यो टक्क लगाएर भइहाल्छ। गाई सजिलो छ। अब यो पहाडतिरको मान्छेले पनि हुन्छ, तर प्लस सहर बजारको मान्छेहरूलाई चाहिँ अब अलि थाहा हुँदैन होला। हामी चाहिँ गाउँको मान्छे, त्यसको बिदामा आएको बेलामा घरमा सहयोग गरौँ भनेर धान थ्रेसरमा हालिरहेको छु। गाई चाहिँ अब धानहरू छुट्टिएर आँखामा चोट लाग्ने म्याक्सिमम् समस्या हुन्छ। सोचे प्रहरले चाहिँ ल्याउँछ धानदेखि। अगाडिदेखि हामी धान हाल्छौँ, पछाडिदेखि धान सफा गरेर आउँछ। खालीमा धान हाल्ने कार्यक्रम भइरहेको छ। उता चाहिँ पराल फालिरहेको छ। अब गाई बेसी पाल्ने मान्छेहरूलाई चाहिँ अब गाउँघरमा परालहरू चाहिन्छ है। त्यही भएर पनि हामी यसरी गरिरहेका छौँ। धान एकछिन रेस्ट लिनु भनेर बाहिर भाउजू मैला दिँदाखेरि त्यसै भन्यो गाई ज्याम हालिराख्नु भएको छ। मैला कडा भइसक्यो। गाई चाहिँ सब्जी सरले धान पुऱ्याइराख्नु भएको छ। भाउजूले हालिराख्नु भएको छ। अहिले पनि भरि ल्याइसक्यो। पहिला चाहिँ सँगै हुँदाखेरि परिवारमा 100-150 कुन्टल धान बेच्थ्यौँ। अब त सबैजना आफ्नो गर्न लगाएर यहाँबाट चाहिँ हामी धान हाल्छौँ। गाई उता चाहिँ पराल फालिन्छ, पराल लगाउँछ। उता चाहिँ धान पिसेर धान आउँछ। धान ट्रालीमा हालिरहेको छ। र हाम्रो सुशान्त सर चाहिँ यहाँ हुनुहुन्छ। पराल चाहिँ अब ट्याक्कै गराएर पछि बोक्नुपर्छ होइन। धानको हत्ता भइसकेको छ। लगभग हामी सकिने लास्ट आइसकेको छ। सन्दीप सर एकदम थाकेर राख्नु भएको छ। उनीहरूले गाई जब काम चाहिँ अब लङ टाइम त्यसो आज घटेर आज बेलामा अवसर पनि प्लस तपाईँहरूलाई सहर बजारको मान्छेहरूलाई चाहिँ म्याक्सिमम् थाहा हुँदैन है। उहाँले चाहिँ यहाँको यसरी बस्नु चाहनुहुन्छ। बिस्तारै प्रविधिहरू यहाँको टेक्नोलोजी नयाँ सुविधाहरू चाहिँ हेर्न पाउनुहुन्छ होइन। राजन सर दाङदेखि आउनुभएको बोकेर बहुत पैसा है। बिचरा बस्ने खालको नमस्कार गर्दै हुन्छ। बरु पढ्न ठिक काम गर्नु भन्दै गाई हामीले भन्छ नि पढ्न सजिलो गाह्रो छ यताउति भन्ने काम गर्न सजिलो। मान्छे पढेपछि थाहा हुन्छ कि गाई राजन सर थाकिसक्यो। बरु पढ्नै ठिक नै भनेर नमस्कार गरिहाल्नु पर्ने देख्नु भएको होला। हाम्रो सुशील सर एकदम धान अब ट्राली भरि लगाइसक्यो। गाई चाहिँ अब हामी सकेर अनि त्यसपछि खाना खानुपर्छ। बिहान नै आएको ट्र्याक्टर कुर्दा ल गाइज फाइनली हामी चाहिँ कामसाम सक्यौँ है। अब चाहिँ हामी घरतिर लाग्छौँ। तपाईँहरूलाई भिडियो कस्तो लाग्यो हेरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला र सब्सक्राइब नगरेकोले सब्सक्राइब गरिदिनु होला। थ्याङ्क यू।